यदि हामीले आजभन्दा 200 वर्ष पहिलेको मान्छेलाई यो समयमा ल्याउने हो भने उसले हाम्रो प्रविधिलाई देखेर सकित खानेछ। के तपाईलाई थाहा छ हाम्रो जुन मान्छेको प्रविधिमा हामी जुन उन्नतिको बाटोमा धेरै अगाडि गइरहेका छौं यो हामी कहाँसम्म जान सक्छौं? यसलाई लिएर रसियन साइन्टिस्टले एउटा कन्सेप्ट दिनुभएको थियो टाइप्स अफ सिभिलाइजेसन भनेर, सभ्यताको प्रकारहरू भनेर, जसमा उहाँले 3वटा सभ्यताहरू प्रस्ताव गर्नुभएको थियो। टाइप्स 1, टाइप्स 2 र टाइप्स 3 सभ्यता। टाइप्स 1 भनेको एउटा त्यस्तो सभ्यता हो जसले आफ्नो ग्रहमा रहेको सम्पूर्ण चीजदेखि ऊर्जा उत्पादन गरेर यसलाई खपत गर्न सक्छ। टाइप्स 2 भनेको एउटा त्यस्तो सभ्यता जसले आफ्नो सौर्यमण्डलमा रहेको हरेक चीजदेखि ऊर्जा उत्पादन गर्न सक्छ। आफ्नो सूर्यदेखि पनि उसले डाइसन स्पियरको थ्रु ऊर्जालाई संकलन गर्न सक्छ। र त्यस्तै टाइप 3 भनेको एउटा त्यस्तो हाई लेभलको इन्टेलिजेन्ट सभ्यता हो जसको नेटवर्क पुरै ग्यालेक्सीमा हुन्छ। उसको ग्यालेक्सीमा रहेको हरेक स्टारदेखि हरेक सोलर सिस्टमदेखि एनर्जी उत्पादन गरेर आफ्नो काममा खपत गर्न सक्छ। अहिलेको मानव सभ्यतालाई नाप्ने हो भने हामी टाइप्स 1 सभ्यता पनि बनेको छैनौं, हामी 0.74 मा रहेका छौं।